नेपालको सन्दर्भमा चाहिँ आदिवासी र जनजाति एकै ठाउँ राखेर भन्ने इन्डिजिनियस मात्रै भनेर भन्दैन नेपालमा इन्डिजिनियस नेसनालिटिज भनेर भन्छ आदिवासी जनजाति एकै ठाउँ आउने कुरा मेरो लेखहरूले मेरो स्रोतहरूले मैले जति अध्ययन गरेँ मेरो पढाइहरूले चाहिँ आदिवासी भनेको चाहिँ भूगोलसँग सम्बन्धित छ उसको इतिहाससँग लामो मूलवासी हो भन्ने कुराले उसलाई त्यसरी दर्शाउँछ र जनजाति भनेको चाहिँ फेरि आफ्नो भाषा रीतिरिवाज संस्कृति आफ्नो कुल देवता भएकोलाई चाहिँ फेरि जनजाति भनिन्छ यस मानेमा हामी आदिवासी हौँ भन्दा गर्व गर्नुपर्ने अनि हामी जनजाति हौँ भन्दा फेरि घृणा गर्नुपर्ने हो जस्तो मलाई लाग्छ मेरो अध्ययन किनभने हाम्रो आफ्नो भाषा छ हाम्रो आफ्नो संस्कृति छ हाम्रो रीतिरिवाज छ र हामी कुल देवता पनि मान्छौँ यस अर्थमा हामी जनजाति हो भन्दा मलाई अप्ठ्यारो लाग्दैन अनि हामी जनजाति भनेको चाहिँ व्याख्या गरिदिने मान्छे चाहिँ को गयो भन्दा बाहुन छिन्तेको मान्छे जनजाति भनेको त भाडा बजाउँदा हिँड्ने माग्दै खानेहरू भनेर उसले व्याख्या गरिदियो कि तर हामीले पक्ष राख्दाखेरि चाहिँ जनजाति भनेको त उसको आफ्नो भाषा छ देश छ संस्कृति छ उसको इतिहासमा उसले पुर्खालाई मान्दै आएको कुलदेवता भनेर कसलाई आफ्नो प्रकृतिलाई मान्ने र अर्को चाहिँ कुलदेवता भनेको आफ्नो पुर्खाहरूलाई मान्ने त्यसरी आइरहेको छ त्यो भएर जनजाति भन्दा त गर्व गर्नुपर्छ हामी त सम्पत्तिवाद मान्छे हो हामी त भन्दाखेरि पोजिटिभतिर लग्यो भने त जनजाति भन्दाखेरि खास अप्ठ्यारो लाग्दैन होला मेरो चाहिँ एउटा त्यो व्याख्या हो मैले यो कहाँसम्म कन्टेन्ट गरेको भने इन्डियामा एकजना लेखकले राम्रो तरिकाले के कुरा चाहिँ गरेको थियो भने लेख्नेहरूले कि हामी कहाँ के इतिहास छ भने विजेताहरूले लेख्ने हो इतिहास विजेताहरूले लेख्ने विजेताले जे लेख्ने त्यही कुरा हुने कि अनि विजेताहरू अलिक जानेकाहरूले के लेख्ने भन्दा नेपालमा रामायण चाहिँ नेपालमा जो अहिले स्थापित छ त्यो रामायणमा हेर्दाखेरि चाहिँ रावण चाहिँ रामले गएर ध्वंस पारे अनि रावणले चाहिँ सीता हरेका थिए भनेर लेखेको छ तर त्यो इन्डियामा जसलाई रामलाई र सीतालाई यस्तो मानिन्छ इन्डियामा 200 थरीभन्दा बढी कथा रहेछ कि रामायणको के कसलाई चाहिँ स्थापित गर्न सकिन्छ भनेर तथ्य तोडमोड गरेर लेखे कि अनि एउटा लेखकले केसँग पनि लेख्दैछ भन्दाखेरि रावणको छोरी हो सीता त त्यो रावणको छोरी सीतालाई आँखा लगाएपछि रामसँग दुश्मनी भयो रामले पनि गएर ठोक्यो भनेर पनि लेखेको छ कि त्यसरी इतिहास यस्तो हो जहाँ रक्सी खाने आफ्नै स्वास्नी आफ्नो छोरीबेटीलाई रेप गर्ने बाटोमा पल्टिने होइन यो इष्ट मान्छेलाई मजाले भन्छ यो दिमागै नभएको मान्छेलाई मजाले भन्छ भनेर राणाले व्याख्या गरेर बनाएको चिज हो नि त मजाली त्यो मजालीको टाइममा राणाबाट हामी हटेर गइसकेपछि फेरि हामी राजाको त्यसमा आइसकेपछि फेरि पार्टीले फेरि होइन तपाईँहरू त कहाँ मजाली हो तपाईँ त्यस्तो पनि भन्न मिल्छ तपाईँहरू त मजाली होइन है उहाँहरूले आफ्नो भाषामा तपाईँहरू त जनजाति हो भने हामीलाई मक्ख बनाइदिनु हो क्या मजालीभन्दा माथि एउटा कुरा मैले बुझेको हिसाबले मजाली बनाइदिनु हो उहाँले संविधानमै मजाली लेखिदिनु भयो अनि मजालीको व्याख्या गर्दाखेरि उहाँले के लेख्नु भयो जसको आफ्नो जमिन छैन जसको भाषा छैन जसको लिपि छैन हामी अर्कै कुरा बुझिरहेको छौँ क्या यो छैन त्यो मान्छे अरू देशबाट हाम्रो देशमा आउने मान्छे जनजातिहरू लेख्थ्यो कि हामी मजालीबाट अलिक त हाम्रो के भन्थ्यो स्ट्यान्डर्ड बढेर जनजातिमा गयो कि हामी उहाँले दिएको भाषा हो कि नि हामी त मगलै हो नि होइन फेरि 2046 सालपछि फेरि पार्टी आयो नि त सत्ता अगाडि आइसकेपछि तपाईँले भने जस्तै आदिवासी सुन्नुभयो नि तपाईँले त्यस्तै फेरि आएर काङ्ग्रेसमा फेरि के गर्यो भने सरकार पनि कहाँ तपाईँहरू त मजाली पनि होइन तपाईँहरू जनजाति पनि होइन तपाईँहरू त आदिवासी जनजाति हो हाम्रो देशको भनेर त उहाँले भने हो अनि उहाँले नीति नियम बनाइदिएको हो आदिवासी भनेर भनेपछि अब आदिवासी जनजाति भनेर मतवाली भनेर के अरे जनजाति भनेर हामी एक हुने कि आदिवासी हो कि मूलवासी हो कि भूमिपुत्र हो कि भन्ने विषयमा तपाईँले कन्फ्युजन नहुनु यसको चाहिँ इङ्ग्लिस वर्ड भनेको इन्डिजिनियस नै हो होइन इन्डिजिनियसको तपाईँले अहिले भर्खर गुगलमा तपाईँले इन्डिजिनियसको के अरे गुगल टु नेपाली ट्रान्सलेट गर्नु भने इन्डिजिनियसलाई नेपालीमा कन्भर्ट गर्नु भने त्यहाँ आदिवासी अनि त्यसपछि अब कतिपय मङ्गोलको कुरा उठेको छ होइन यो मङ्गोलको कुरा चाहिँ हामी चाहिँ नस्लत हिसाबले हामी मङ्गोल जातिस मङ्गोल नस्लत हिसाबले तर चाहिँ नेपालको मगरहरू चाहिँ मङ्गोलियाबाट गएको हो त भने नेपालको आदिवासी कसरी भयो त्यो पनि हामी ख्याल गर्नुपर्छ किन हामीले आदिवासी भन्नुभयो मूलवासी भन्नुभयो अनि मङ्गोलियनको कुरा र चाहिँ आदिवासी चाहिँ एक आपसमा चाहिँ त्यो चाहिँ के अरे क्रसकटिङ हुन्छ त्यस कारणले गर्दा चाहिँ मङ्गोल नस्ल त हो नि तर हामी मङ्गोलियन हो भन्ने किसिमले चाहिँ तपाईँ चाहिँ हामीले त्यसलाई चाहिँ तपाईँको व्रत अगाडि लिएर चाहिँ हामीले पहिचानको कुरा बढाइदियो भने चाहिँ त्यसले के हुन्छ भने हामीलाई कालान्तरमा छेकिन्छ किन अब हाम्रा शब्दहरू पनि रणनीतिक ढङ्गले चाहिँ हामीले प्रयोग गर्नुपर्ने देखिन्छ त्यसो अब हामी जनजाति भन्ने शब्द चाहिँ हामीले प्रयोग गर्नु अब छोडिसकेका छौँ नेपाल मौसम केन्द्रीय समितिको डकुमेन्टमा चाहिँ अब जो पब्लिस हुन्छ हुने चाहे प्रेस विकृति भन्नु चाहे चाहिँ तपाईँ चाहिँ उसमा चाहिँ अब कुनै कानुनी लेख्न पऱ्यो जस्तो आदिवासी जनजाति उठान 5% ऐन 2058 लेख्न पऱ्यो नि त
यद्यपि चाहिँ अपुरो देख्न पाइँदैन सबै पुरै लेख्नुपर्छ कानुन लेख्दाखेरि तर त्यो बाहेक चाहिँ अफिसियल प्रयोग गर्ने शब्दमा हामी नेपाल महसुल केन्द्र समितिको अफिसियल डकुमेन्टहरूमा चाहिँ हामी प्रयोग गरेर जनजातिले शब्द के हो त भन्दाखेरि चाहिँ अब यसले हामीलाई चाहिँ ब्याकवर्ड गराउँछ कि जनजाति भनेको अल्पविकसित विकास हुन नसकेको अशिक्षित अज्ञानी विवेक नभएको अथवा कमजोर भन्ने शब्दहरू यो छ अनि त्यसो त्यो चाहिँ भएकोमा म जनजाति भएकोमा गर्व गर्छु भन्ने हुन्छ के हुँदो रहेछ म कमजोर म चाहिँ तपाईँ चाहिँ अब शिक्षित भएकोमा चाहिँ गर्व गर्छु भने चाहिँ अर्को चाहिँ राख्दै जान्छ स्वाभाविक हो